के हजुरहरूले पनि पानीपुरी खाँदाखेरि हजुरहरूको पनि यस्तै गरी पुरी अड्केको छ त? हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले दिदीलाई चाहिँ चटपटेर पानीपुरी भनेर पेपरमा लेखेको छु र दिदीले चाहिँ के लिनु हुँदो रहेछ है त। ल हेरौँ है त। हेलो दिदी, यो मैले आज चाहिँ पेपरमा चटपटेर पानीपुरी छ, हजुरले चाहिँ एउटा चुज गर्नुपर्ने हुन्छ है त। ल के चुज गर्नुहुन्छ हेरौँ है त। ल दिदीले चाहिँ भन्दै हुन्छ पानीपुरी परेछ भनेर। ल अनि अब जाने अरे दिदीले पानीपुरी पऱ्यो भनेपछि त दिदी त मक्खै दि। अनि ल हामी चाहिँ पुग्यौँ पानीपुरी खानको लागि चाहिँ। अनि हामीलाई चाहिँ आन्टीले पानीपुरी बनाइदिँदै हुनुहुन्छ र पानीपुरी उहाँ आन्टीले चाहिँ एकदम मिठो बनाउनुहुन्छ। हजुरहरू पनि हुनुहुन्छ भने आउनु होला, पानीपुरी सँगै बसेर खाऊँ। र पानीपुरी पनि आन्टीले बनाइसक्नु भयो र अब चाहिँ हामी टेस्ट गर्छौँ है त कस्तो छ। र मैले दिदीलाई भन्दै थिएँ पानीपुरी कस्तो छ दिदी भनेर भन्दै थिएँ। दिदीले भन्दै हुन्छ पानीपुरी एकदम मिठो छ भनेर भन्दै हुनुहुन्थ्यो। ल आउनु होला यस्तै मिठो पानीपुरी खानको लागि। थ्याङ्क यू सो मच फर द वाचिङ। बाई बाई।